नमस्ते। आज म यहाँहरूलाई चाहिँ एम्प्टी नेस्ट सिन्ड्रोमको बारेमा छोटो जानकारी दिन गइरहेको छु। एम्प्टी नेस्ट सिन्ड्रोम आफैमा एउटा साइकेट्रिक डायग्नोसिस चाहिँ होइन, तर एउटा साइकोलोजिकल कन्डिसन चाहिँ हो अथवा चाहिँ मनोवैज्ञानिक अवस्था चाहिँ हो, जुन चाहिँ हाम्रो आमा-बुवाहरूले चाहिँ फेस गर्नुहुन्छ जब छोराछोरी चाहिँ घरबाट टाढा जानुहुन्छ अथवा चाहिँ आफ्नो करियर अथवा फ्युचरको लागि चाहिँ घर छोडेर बाहिर जानुहुन्छ। त्यति बेला चाहिँ आमा-बुवामा पर्ने एउटा मनोवैज्ञानिक अवस्था चाहिँ अथवा भावनात्मक असर चाहिँ भनिन्छ यसलाई। अब एम्प्टिनेस सिन्ड्रोमलाई ठ्याक्क डिफाइन गर्दाखेरि चाहिँ यो एउटा तनावपूर्ण र जटिल अवस्था हो, भावनात्मक अवस्था चाहिँ हो, जुन चाहिँ आमा-बुवाहरूले फेस गर्नुहुन्छ जब छोराछोरी चाहिँ करियर अथवा चाहिँ जबको सिलसिलामा चाहिँ घरबाट बाहिर जानुहुन्छ। अब किन हुन्छ त एम्प्टिनेस सिन्ड्रोम भनेर भन्दाखेरि चाहिँ सानैबाट चाहिँ आमा-बुवाहरूले चाहिँ छोराछोरीलाई चाहिँ कभर गर्नुहुन्छ अथवा चाहिँ उहाँहरूले चाहिँ लाइफ नै इन्भेस्ट गर्नुहुन्छ छोराछोरीमाथि, जुन छोराछोरीलाई चाहिँ एउटा सेन्स अफ सेक्युरिटी प्रोभाइड गर्नको लागि, उहाँहरूले भनेको सबै कुरा पुरा गर्नको लागि चाहिँ आमा-बुवाहरूले आफ्नो लाइफ नै त्यही कुरामा चाहिँ इन्भेस्ट गर्नुहुन्छ भने छोराछोरी ग्रो गर्दै जाँदाखेरि छोराछोरीले एचिभ गरेको कुरामा चाहिँ उहाँहरूलाई एउटा सेन्स अफ ग्रेटिफिकेसन भनेको चाहिँ आफूले पनि छोराछोरीले एचिभ गरेको कुरामा मैले पनि एचिभ गरेँ भनेर भन्ने एउटा मनमा शान्ति चाहिँ हुन्छ भने त्यही छोराछोरी चाहिँ उमेर बढ्दै जाँदाखेरि करियर अगाडि बढाउने क्रममा चाहिँ घर छोडेर बाहिर जानुपर्ने अथवा जबको सिलसिलामा बाहिर जानु पर्ने भएको हुँदाखेरि घर छोडेर जाँदाखेरि चाहिँ आमा-बुवामा चाहिँ एक किसिमको खल्लोपन अथवा चाहिँ void भनेको खालीपन जस्तो चाहिँ महसुस हुने चाहिँ गर्दछ। अब एम्प्टिनेस सिन्ड्रोमलाई चिन्ने कसरी, लक्षण चाहिँ के हुन्छन् भनेर भन्दाखेरि चाहिँ आमा-बुवामा चाहिँ छोराछोरी बाहिर गइसकेपछि एउटा सेन्स अफ लोन्लीनेस, एक्लोपन महसुस हुने त्यस्तो चाहिँ गर्दछ। अनि एक किसिमको चाहिँ डिस्ट्रेस, तनावपूर्ण अवस्था जस्तो चाहिँ भइराख्ने। अनि आमा-बुवालाई चाहिँ एक किसिमको लसको फिल हुने, भनेको जिन्दगीमा एकदम ठुलो पाटो चाहिँ मैले गुमाएँ भनेर भन्ने जस्तो त्यस्तो चाहिँ हुने गर्दछ। त्यो सँगसँगै चाहिँ एकदमै बेसी वरी, चिन्ता एकदमै बेसी हुने र एङ्जाइटी जस्तो चाहिँ सिम्टम भनेको चाहिँ मुटु ढुकढुक गर्ने, सास फेर्न गाह्रो हुने, खटपटी बेसी हुने, एकदमै बेसी सोच्ने। अनि त्यसपछि चाहिँ राम्रोसँग उहाँहरूले चाहिँ केही पनि काम गर्न नसकिने र निन्द्रामा चाहिँ त्यस्तो बिस्तारै गडबडी हुँदै जाने, त्यस्तो खाले चाहिँ हुनसक्छ। र यो बढ्दै गइसकेपछि उहाँहरूलाई के हुन्छ भनेर भन्दाखेरि उहाँको अब मेरो लाइफको मिनिङ नै छैन, मेरो लाइफमा अब मैले गर्नुपर्ने केही पनि नरहेछ भनेर भन्ने त्यस्तो खाले चाहिँ खालीपन जस्तो चाहिँ आउँछ। र यो अत्याधिक रूपमा बढ्दै गइसकेपछि यसले चाहिँ डिप्रेसन जस्तो एउटा गम्भीर मानसिक अवस्थासम्म पुर्याउन सक्ने चाहिँ गर्दछ। अब यो सबै लक्षणहरू भइसकेपछि अब यसलाई कोप चाहिँ कसरी गर्ने, यसलाई चाहिँ ह्यान्डल चाहिँ कसरी गर्ने भनेर भन्दाखेरि चाहिँ आमा-बुवाहरूले चाहिँ यो अवस्था, जुन यो एम्प्टिनेस सिन्ड्रोमको अवस्थामा पुगिसकेपछि यो अवस्थालाई चाहिँ उहाँहरूले चाहिँ कसरी लिनुपर्छ भनेर भन्दा आफैले चिन्ने अथवा आफैले आफैलाई बुझ्ने समयको रूपमा चाहिँ लिनुपर्ने हुन्छ। त्यो सँगसँगै चाहिँ के गर्नुपर्छ भनेर भन्दा उहाँहरूले जिन्दगीभर छोराछोरीको लागि भनेर चाहिँ इन्भेस्ट गर्नुभयो भने यो अबको समय भनेर भनेको चाहिँ आफ्नो रुचि, आफूले चाहिँ पहिला के गरिएन र अब चाहिँ यो खाली समयलाई चाहिँ त्यसमा चाहिँ इन्भेस्ट गर्नुपर्ने अथवा चाहिँ त्यो कुरामा चाहिँ लाग्नुपर्ने जस्तो चाहिँ हुन्छ। त्यस्तै साथीभाइहरूलाई भेट्ने, साथीभाइहरूसँग घुलमिल हुने, त्यो चाहिँ गर्नुपर्ने चाहिँ हुन्छ। र यी सबै कुराहरू गर्दाखेरि पनि यदि इम्प्रुभ भएन अथवा चाहिँ झनै उदासी बढ्दै गयो भनेर भने चाहिँ त्यति बेला चाहिँ साइकेट्रिस्टको कन्सल्टेसन चाहिँ लिनुपर्ने चाहिँ हुन्छ। किन भन्दाखेरि यो अवस्था बढ्दै गइसकेपछि डिप्रेसन भयो भने झन् उहाँहरूलाई नै गाह्रो चाहिँ हुने गर्दछ। र साइकेट्रिस्टको हेल्प लियो भने त्योबाट चाहिँ ओभरकम हुन, त्योबाट निक्लिन, यो अवस्थाबाट चाहिँ निक्लिन केही सहज र सजिलो पनि हुने गर्दछ। सो आजको यो भिडियो बनाउने उद्देश्य भनेर भनेको चाहिँ किन भन्दाखेरि हामीमध्ये धेरैजना चाहिँ घर छोडेर बाहिर हुनुहुन्छ, चाहे त्यो जबको सिलसिलामा होस् या त पढाइको सिलसिलामा होस्। र हामीले चाहिँ घरमा कुरा गर्दाखेरि चाहिँ जस्ट सिम्पली हामीले सोधिन्छ तपाईँ सन्चै हुनुहुन्छ भनेर चाहिँ सोधिन्छ होइन, जुन चाहिँ हामीले युजली फिजिकल कन्डिसनलाई चाहिँ रिफर गरेको हुन्छ भने हामीले मन कस्तो छ अथवा चाहिँ तपाईँको मानसिक अवस्था कस्तो छ, तपाईँलाई कस्तो भइरहेछ, मन कस्तो छ अथवा चाहिँ मनमा केही खटपट त्यस्तो केही छ भनेर चाहिँ हामीले खासै सोध्ने गरेको चाहिँ पाइँदैन। सो त्यो कुरालाई पनि हामीले चाहिँ फोकस गर्नुपर्ने हुन्छ। किन भन्दाखेरि आमा-बुवाहरूले चाहिँ हामीलाई धेरै आफ्नो इमोसन्सहरू चाहिँ देखाउनु चाहिँ हुँदैन, जे कुरा हुन्छ आफैमा दबाउने गर्नुहुन्छ। किन भन्दा छोराछोरीलाई चाहिँ देखाएर त्यो आफू कमजोर आमा-बुवालाई चाहिँ कमजोर देखिनु चाहिँ हुँदैन, उहाँहरू चाहिँ देखिनु हुँदैन। त्यसैले गर्दाखेरि यो कुरा बुझ्न चाहिँ एकदमै जरुरी छ जस्तो चाहिँ लागेर यो भिडियो चाहिँ खास बनाएको हो। सो थ्याङ्क यू भेरी मच फर लिसनिङ। अनि इफ यु लाइक द कन्टेन्ट प्लिज लाइक एन्ड सेयर।